हाम्रो चाहिँ आज पिकनिक जाँदैछौँ हामी चाहिँ हामी आज पिकनिकको सुरसार गर्दैछौँ। लागि चाहिँ हाम्रो चाहिँ विभिन्न आइटमहरू अहिले 14 आइटम चाहिँ हाम्रो भेराइटीहरू चाहिँ तयार हुँदैछ। अहिले पहिलो आइटम चाहिँ हाम्रो चाहिँ अहिले कटिङ हैदराबाद चिकन बिरयानीको लागि चाहिँ हामी चिकनहरू तयार गर्दैछौँ होइन। कटिङ मास्टर हाम्रो श्यामलाल स्यान्तङ हुनुहुन्छ। हाम्रो उहाँ हामीले उहाँले त युकेबाट झिकाएको हो नि। कहाँ के अरे त्यो चाइनाको तिब्बतबाट फुटाएको अघि फुटेको थियो यार। ओहो समस्या पऱ्यो त्यो सबै पुगेछ हल्सापे त्यो हल्सापे अघि फुटाइहाल्नु पो ल है उसको हालौँ तलबाट चाहिँ भिडियो गरेर नि तेल हालेको सुई त्यसरी ल्याउनु पऱ्यो नि त नि कट गर्दै ल्याउने कि अनि तेल हालेको एउटा भयो होइन। टक्क सोयाबिन यो चाहिँ सोया हेल्थ तेल चाहिँ हामीले डालेका छौँ अहिले। एकदमै राम्रो हेल्थको लागि यो तेल। हाम्रो मनोज सर हुनुहुन्छ आज कुक मास्टर है। हाम्रो यहाँ कटिङ मास्टर हुनुहुन्छ फेरि श्यामलाल स्याङताङ। हाम्रो पुरुषोत्तम बस्ने सर हुनुहुन्छ फेरि आत्मीय साथीहरू सबैजना आर्के लामा मासु हो यो चिकन हाम्रो चाहिँ वरिष्ठ कुक मनोज बुढाथोकी उहाँ हाल रामेछाप दोरम्बा निवासी। उहाँ चाहिँ बुढथोकी अनि हाम्रो सहायक कुक दोलहा एक्लैबारी निवासी उत्तम काफले वरिष्ठ। अर्को कटिङ मास्टर चिकन हेर्नुहोस् पल्टनको चिकन पकाइ मनोज बुढाथोकी उत्तम काफले श्यामलाल स्याङताङ। टमाटर खोर्सानी प्याज धनिया अब लगभग अन्तिम चरणमा पुगेको छ है। यो भन्ने होइन क्या त्यो भिडियो जोडेर पछि भइस हाल्न मिल्छ कि अर्को हो खै म त आउँदैन यार। एकदम लोकल फ्रेस हेर्दाखेरि खाउँ जस्तो चिकन पनि फ्रेस लोकल होइन। लोकल चिकन लोकल दाउराहरूमा चाहिँ हामीले स्थानीय स्तरमा चाहिँ किनेको मसलाहरूद्वारा चाहिँ एकदमै फ्रेस हेर्दैखेरि खाउँ जस्तो प्रष्ट परेको है। भनेपछि मान्छे त्यसै आउँदैन कि अनि त्यो भिडियोमा किन आकर्षण भएर मान्छे चल्छ होटल आउँदैछ त्यो भिडियो बनाउने भन्ने मान्छेले त्यस्तै भनिदिन्छ कि एकदमै फ्रेस तपाईँको चाहिँ गाउँको लोकल ओ सबैको छ यहाँ।